सो हेलो एभ्रिवान के छ तपाईँहरूको वेलकम ब्याक टु नयाँ भिडियो। सो आज म फेरि नयाँ भिडियो लिएर आइसकेको छु। यो चाहिँ माइक होइन, यो चाहिँ मेरो स्कुटरको त्यो ह्यान्डल ग्रिप हो, जो चाहिँ ह्यान्डल ग्रिप भन्दा नि त ब्रेक ग्रिप हो क्या, ब्रेकमा हाल्ने ग्रिप हो। अनि अब म अहिले चाहिँ नयाँ भिडियो बनाउँदैछु। नयाँ भिडियो म के भन्दैछु भने तपाईँले विन्टर ह्याक सुरु गर्नु है। विन्टर ह्याक मैले पहिला पनि एउटा भिडियो बनाएको थिएँ, तर त्यो भिडियो चाहिँ मैले अपलोड गरेको चाहिँ छैन युट्युबमा अपलोड गरेको छैन मैले। मेरो ग्यालेरीमा होला आई थिङ्क, म फेरि अपलोड गरौँला। तर त्यही पनि अर्को नयाँ भिडियो बनाइसकेँ फर दिस विन्टर ह्याक सुरु भइसक्यो। विन्टर ह्याक सुरु भएको लगभग 17 दिन भइसक्यो। यो अक्टोबर 1 देखि सुरु भएर फेब्रुअरी 28 को बेलुका राति 12 बजे सकिन्छ होइन यो विन्टर ह्याक चाहिँ। अनि यसमा तपाईँले के गर्नुपर्ने हुन्छ भने एउटा कुरालाई राम्रो कुराहरू, राम्रो ह्याबिट्स बनाउने, अनि वर्कआउट गर्ने, यस्तै गर्ने होइन। अनि के छ भने म तपाईँलाई चारवटा पोइन्ट्सहरू भन्छु। तपाईँले आफैलाई यसलाई आफैले मैले भनेको कुरालाई आफै मोडिफाई गरेर नि आफ्नो जीवनमा इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ। सो फर्स्टमा चाहिँ के छ भने वर्कआउट है। वर्कआउट मेन्टेन बडीलाई मेन्टेन गर्नु के। जस्तो तपाईँको मोटिभ के छ, बल हुनु छ भने यो विन्टरमा तपाईँ बल गर्नु छ भने यो विन्टरमा तपाईँ बल गर्न सक्नुहुन्छ। बल भएन भने कटिङ, जे पनि मोटिभ छ त्यहाँलाई एकदम फिटमा राख्नु सक्नुहुन्छ। बिहान रनिङ गर्नु मन छ भने के मोटिभ छ जस बडीलाई मुभ चाहिँ गर्नु पऱ्यो। बिहान वाक गरे नि हुन्छ, बडीलाई मुभ चाहिँ गर्नु पऱ्यो, बडीलाई फाइदा हुने कुरा चाहिँ गर्नु पऱ्यो। वर्कआउट चाहिँ मेन है। एटलिस्ट एक घन्टा भएन भने 1 घन्टामा तपाईँसँग टाइम छैन भने आधी घन्टा गर्नुपर्छ। फर्स्ट कुरा त्यही छ। सेकेन्ड कुरा के छ भने अब तपाईँले कुनै स्किल सिक्न मन लाग्यो होला, जे कुरा नि स्किल सिक्नुहुन्छ, जुन स्किल सिक्न मन लाग्छ त्यो स्किल सिक्नु। लगभग दिनको 1 घन्टा दिनु सक्नु भएन भने 2 घन्टा दिनुपर्ने हुन्छ क्या स्किल सिक्नलाई, बुझ्नुभयो नि। स्किल्सलाई ध्यान दिनुपर्छ। एउटा स्किल सिक्नु जसले तपाईँको लाइफमा राम्रो, तपाईँको लाइफ बेटर बनाउँछ। त्यसले जे कुरा पनि हुनसक्छ। अब पैसा राम्रोसँग इन्भेस्ट गर्नु, डिजिटल मार्केटिङ, भिडियो एडिटिङ, अनि ग्राफिक डिजाइनिङहरू, अब के छ, अब डेटा एनालिस्ट, साइबर सिक्युरिटी के छ, त्यो एउटा स्किलमा चाहिँ ध्यान दिनु है। अनि अर्को कुरा छ भने पर्सनल डेभलपमेन्ट जस्तो कम्युनिकेसन स्किल्सहरू, अनि अरूसँग कसरी कुरा गर्छ, त्यो इङ्ग्लिस इम्प्रुभ गर्नु। वर्कआउट भयो, एउटै ह्याबिट्सलाई कन्सिस्टेन्ट रूपले गर्नुपर्छ। जस्तो हप्तामा तपाईँ 5 दिन जति वर्कआउट गर्नुपर्छ कि 2 दिन रेस्ट गर्नु। ल हप्तामा 7 दिन हुन्छ, 5 दिन वर्कआउट हुन्छ भने 2 दिन रेस्ट गर्न सक्नुहुन्छ। सो वर्कआउट छ। अनि अर्को आफूले के स्किल सिक्न मन लाग्यो त्यो स्किल सिक्ने। अनि अर्को छ राम्रो डाइट फलो गर्ने। डाइट भने यस्तो कुरा हो, जङ्क फुडलाई एभोइड गर्ने 3 महिनामा। जस्तो तपाईँले म्यास्टरबेसन गर्नुहुन्छ, पोर्न भिडियोहरू हेर्नुहुन्छ भने पुरै एकैचोटि कटाउनु त म भन्दिनँ, तर बिस्तारै क्या, त्यसलाई रिमुभ गर्दै जाने। जस्तो हप्तामा 7 दिन हुन्छ भने त्यसलाई घटाउँदै जाने, हप्तामा 1 दिन, त्यसो गर्दै मन्थको लास्टमा त्यसलाई घटाउँदै जाने। अनि पछि यो गर्दैन भने तपाईँको एउटा ह्याबिट बन्छ कि यो नगर्ने ह्याबिट पनि के। अनि स्टडी गर्नु, अनि आफूलाई जे कुरा गर्नु सक्नुहुन्छ, जसले तपाईँलाई पर्सनल डेभलप गर्छ त्यो पर्सनल डेभलप गर्नुहोस्। र म तपाईँलाई यो मन्थको लास्टमा पनि भेट्छु। म भिडियो सधैँ बनाइरहन्छु, तर म एकदम हेल्पफुल भिडियोहरू बनाइरहन्छु। हरेक दिन सकेसम्म एउटा भिडियो, नत्र 2 दिनमा एउटा भिडियो चाहिँ म बनाउँछु है। यति हो। सो मन्थको लास्टमा के छ अरे मन्थको लास्टमा तपाईँहरूलाई भेट्छु। सो हरेक दिन वर्कआउट गर्छु। वर्कआउट भन्नाले हरेक दिन एउटा न एउटा इन्फर्मेसनको कुरा तपाईँलाई सिकाउँछु। जस्तो केही कुरा तपाईँलाई फाइदा हुन्छ त्यो कुरा म सिकाउँछु होइन। सो आजको लागि बाई बाई है, आजको लागि यति। सो नेक्स्ट भिडियोमा तपाईँलाई भेट्छु। यो एउटै कुरा मैले भनेको कुरा कन्सिस्टेन्सी रूपले गरिरहनु पऱ्यो कि आफूलाई बेटर पार्नु, इम्प्रुभ पार्दै जानु है। ओके, थ्याङ्क यू, बाई।